बर्खा लागे बाढी, गर्मीमा सर्पदंश र आग लागि, हिउँदमा ठण्डी र शीतलहर। तराईका धेरै जसो ठाउँमा केही न केहीको भय नै रहन्छ। वर्षेनी शीतलहरको चपेटामा पर्ने गाउँठाउँमा पुरानै चिन्ताले सताउने बेला भइसक्यो। शीतलहरबाट हुने मानवीय क्षति घटाउन यसपालिको तयारी कस्तो छ त? ढुक्कको आजको अङ्कमा म सिराहा आइपुगेको छु। खास शीतलहर तराई छिर्नु अगावै चिसो र चिसोबाट बच्न घुर ताप्ने क्रममा सिराहामा 4 जनाले ज्यानै गुमाउनु परेको समाचार आयो। कुरो के रहेछ त भने म ती मध्ये एउटाको परिवार भेट्न जिजोल गाउँ पुगे। चिन्ता भ गेले, एउटा बच्चा छले, बेटा छाल ग, ओरा ठंडी ले गेले, जार ले गेले, मौसम रहे खराब, कथी करबे हम। रह शोक पीड़ा में हरदम धन में रोबैत रहे छिए जे कोइक से बेटा चल गेल। दिक्कत चिंता हरदम रहे छै हमरा। डांट पिटी तीट के टेंशन बुढ़ा है, सो टेंशन से मर रहल छै। ते दिन पानी तानी चढ़ल के कसरी थाहा भयो चिसोले भनेर चाहिँ? जान पानी दिना के जे सब कुछ छुप लिए न, पानी दम शीतल बरैय दिए ठुआ भगल रहे। हमरा ओकरा लागल त हमरो के बाप रे बाप मन विपरीत भल। बुढ़ा के त पानी चढ़ल। उहाँ के कोठामा एक्लै सुत्नु भएको थियो छोरा? 2 जना कन्या, 2 जना छले। वह कन्या छुलकै ने त कहलकै बाप रे बाप उठवा गेलै। तब हल्ला करके कन रोधे छै, धा के रोधे था सबको उठलिए, हाथे पथे सब पानी उठलिए। बुआ के हंसतियो त बुआ कठुआ करो ती भगा न भगा। कति उमेरको हुनुहुन्थ्यो छोरा चाहिँ? 25 वर्ष तक। हाँ वही न छले। त्यो दिन त्यो कुहिरो लागेको थियो अनि हावा चाहिँ चलिराखेको थियो। पश्चिमतिरको हावा चाहिँ चलेपछि एकदम हिउँ जस्तो चाहिँ चिसो हुन्छ यहाँ। म पहाडमा पनि गएको छु। पहाडको जाडो चाहिँ हामी चाहिँ सहन सक्छौँ, तर यहाँको जाडो चाहिँ एकदम लाटो जाडो हुन्छ कि टेर्दैन, आगोलाई पनि टेर्दैन। भर्खरै बिहे गरेका 25 वर्षका जवान छोरा गुमाएकी श्रीपति देवी यादवको अवस्था अझै पनि सामान्य भइसकेको छैन। अर्को दिन बिहानै सिराहाका गाउँघर घुम्दै म कमला नदी छेउको मुसहर गाउँ मल्हनिया पुगेँ। फुसले छाएका बाँसका टाटीले बारेर माटोले लिपेका झुप्रा घरहरू र आँगन बिनाको बाक्लो बस्ती हुस्सुले ढाकेको थियो। हुने खानेका लागि उपाय छोडी राजी, केही नहुनेलाई ज्यानकै बाजी। चिसो हावा छेक्ने मोटो पर्खाल भएको घर सबैसँग छैन। अनि जाडो छेल्ने यही हो गरिबको डसना र डलप परालको। गाउँलेहरू ठाउँ ठाउँमा घुर ताप्दै गरेको देखिए। बुढापाका बालबच्चाका लागि एकमात्र सहारा जस्तै बनेको रहेछ आगो। कोही गाई भैँसीलाई चिसोबाट जोगाउन जुटको बोरा ओढाउँदै थिए। तराईको ठिहीमा सबेरै डुली हिँड्दा मेरो पनि हात ठिर्यायो। घुर वरिपरि आगोमा हात सेकाउन बसेका मान्छेहरूको हुलमा म पनि मिस्सी। एकछिन आगो ताप्नु बसौँ? ध्यान देखनी मनी यसलाई के भन्छ? घुरकै छ। जाडो भयो भने घुर ताप्नु। ए दिदीको नाम चाहिँ? रामपरी नाम छ। रामपरी सदा। रामपरी सदा? ए दिदीको घर कुन हो यता? ओइ कता छ। ए अनि यहाँ चाहिँ के बाहिर आगो ताप्नु यहाँसम्म आउनु भएको? कतबेको जग्गा छ नै छ, घर दूर दरवाजा फेल गरेर नै छ। त्यही मेरो चिलावे छ। भित्र चाहिँ आगो ताप्ने ठाउँ छैन? नै छ, किनके छ? कमे छ त ओतबे दोगमे कत एक जोरबे। बिहान चाहिँ कति बजेतिर आउनुहुन्छ यहाँ आगो ताप्नु? यहाँको 5 बजे। अब कति बजेसम्म बस्नुहुन्छ? त 5 बजे से बैसे छी त 8 बजे। अब 8 बजे न त चिल्लीबी घर अपन खाना बनबिला चिल्लीबी। अनि चिसोको बेलामा के भन्छ लुगा अलिक न्यानो लाउनु पर्छ नि त। अनि देखिए लत्ता कपड़ा नै छे, मातुन का सब गरीब सब किछ दिक्कत छै। और किछो भर किछो गाँव घर में दैला आवे
प्रधान मुखिया और हिनी दे गरीब फकरा में गए पूरी 14 घुर्मी लगा देला तो गरीब घुर्मी लगा देते तो क्या ले दे और हिनी के कहे है पैर में चप्पल नहीं है लोग माजा है 30 रुपये 14 में लोग रुपये नहीं जना है से जकरा नहीं तो कति पेन्थे शीतलहरमा चाहिँ कस्तो कस्तो समस्या हुन्छ दिदी कपड़ा नहीं भेटे छे ठेहुन दुखाई छे माथा दुखाई छे अब कतबो दुखाई है तो कत जा बिना ढोआ के देती डॉक्टर दवाई गोटी नहीं दे तो सही बेटा दुख गमा के घर में रही छी कति करबी ठंडा में केना के बचते तो से बात कहबे तो हमार के दुख के बूते हमार के देते हमार और के केकरा न मन होई तो से भी घर में भर पूरल रह तो घूर के न रहली खाना पका के खाब हो जाए गेल बैठल भर पूरल रहते तो जेती केकरो में काम कर अखन तो अते समय है काम कर कोई कहला तो चल जेबी की करबी दिदी तपाईलाई गीत गाउन आउँछ रामपरी सदासँग घुर ताप्दै कुराकानी गरिसकेपछि मलाई उनको घरसम्म पुग्न मन लाग्यो। यो शीतलहरबाट बस्नुको लागि चाहिँ के उपाय हुन्छ त देखियो शीतलहर जार से केना बचबे शीतलहर जार से तो केकरा न मन होए का से देह गरमाल रहल शरीर गरमाल रहल तो बचब आई दुख में तो ठंडी में तो कोनो दुख चप सके लोग के नहीं चपे है तब कथी करबे कोनो उपाय दियो ना हाथ हुन ओढ्ने ओछ्याउने लत्ता कपडा पर्याप्त छ तपाईहरुसँग नहीं है सबके नहीं है सबके रहते घर में छे 6-7 कोई छे तो सबके भरपूर रहता है जस्तै अहिले यो स्थानीय सरकार छ हैन यो सरकारले चाहिँ तपाईहरुलाई के गर्दिए चाहिँ शीतलहरबाट बस्न सहज हुन्थ्यो जस्तो लाग्छ दिदी हर चीज लत्ता कपड़ा जूता मजा अथी जार के मौसम में खर्चा दो तभी न अथी हेतै गरीब के जान बचतै आ नहीं देते तो गरीब भाई कतौ जेबे करते गरीब छे अखन तो ठंडी मौसम में कतौ जेबे काम कर ले दुख बीमारी पकड़े तो मर जेबे नहीं मर जेबे ढोआ रहते तो धरान जेबे नहीं जेबे मल्हने गाउँबाट फर्किँदा कमला नदीमा बन्दै गरेको हुलाकी राजमार्गको पुल देखियो। पुल नहुँदा धनुषा र सिराहा वारीपारीका मानिसहरू डुङ्गामा सरसामान राखेर वारपार गरिरहेका थिए। डुङ्गामा राखिएको थियो नेपालको राष्ट्रिय झण्डा। यसरी विकासका पूर्वाधारहरू बन्दै जाने हो भने आम नागरिकको दुःख पनि कम हुँदै जान्थ्यो कि। दुई 2068को जनगणना अनुसार डोम, मुसहर, खदुबे, मेस्तर, हलखोर, चमार लगायतका तराई दलितको जनसङ्ख्या 12 लाखभन्दा बढी छ। अधिकांश तराई दलितको आफ्नो जग्गा जमिन छैन। ज्याला मजदुरी गरेर गुजारा चलाउँछन्। हरेक सालको शीतलहरले दलित समुदायलाई अझ बढी पिरोल्छ। मुसहर समुदायका पहिलो डाक्टर दिलीप सदासँग सिराहाकै बेलहा मुसहरिया टोलमा मेरो भेट भयो। पूर्व तयारीको लागि न स्रोत छ न साधन छ, किनभने हामी चाहिँ डेली कमैया र डेली चाहिँ खाने त्यस्तो मान्छे हौँ। अब सबै कमाउने खानेदेखि फुर्सद हुँदैन। अब त्यसमा अब कसरी पूर्व तयारी गर्ने। म आफ्नो मुसहर समुदायको चाहिँ प्रथम डाक्टर हो। ए हजुर, आफ्नो समुदायको डाक्टर साहब यहाँ एकैछिन अब बसेर कुरा गरौँ न है। तपाईको सानो छँदाको बाल्यकाल कस्तो थियो, गाउँघर बस्ती कस्तो थियो, गाउँठाउँ कस्तो थियो? अब यस्तै अब भनौँ न, अब हजुर हजुर जाडोमा हामी के गर्थ्यौँ भने परालबाट बनाएको जुन हुन्छ त्यो ओर्ने, त्यसलाई गुन्द्री हामीले चटाई भन्छौँ। त्यही चटाई ओछ्याउने पनि, चटाई चाहिँ ओढ्ने पनि। पराल चाहिँ ओछ्याइदिने अनि आमाले के गर्नुहुन्थ्यो भने सबैलाई लाइनले सुताइदिने। हामी 7 दाजुभाइ थियो अनि सबैलाई लाइनले सुताइदिने अनि त्यसपछि त्यो गुन्द्रो चाहिँ ओढाइदिने। अब 2-4वटा बाख्रा पनि पाल्थ्यौँ अनि बाख्राको बच्चाहरू आएर जिउमा पिसाब गरिदिन्थ्यो। तपाईँ पहिला सानो छँदाखेरिको चिसो र अहिलेको चिसो उस्तै छ त? उस्तै छ, पहिला पनि यस्तै हुन्थ्यो। यस्तै हुन्थे? पहिला पनि यस्तै हुन्थ्यो। पहिला पनि शीतलहर लाग्थ्यो, पानी पर्थ्यो, एकदम कुहिरो लाग्ने, चिसो लाग्ने। हाम्रो त कस्तो हुन्थ्यो भने बासी भात खाने अनि हात नधुने क्या, पुछ्ने लुगामा यसरी। अनि यस्तो चाहिँ के हुन्थ्यो भने पुरै मैलो मैलो हुन्थ्यो अनि यो चाहिँ के अरे मैलोले गर्दा चाहिँ त्यो चाहिँ फाट्थ्यो क्या।
फाटेर रगत आउँथ्यो यसमा फुट्थ्यो अनि आमाले के गर्नुहुन्छ नुहा भन्दैन नुहाउनु लुगा छैन चिसो बढेछ अनि भागिहाल्थ्यो अनि आमाले कुनै बेला धपाएर समातेर ल्याउँथ्यो अनि नुहाउन लगाउँथ्यो अनि ढुङ्गा लिएर यो पुरै चाहिँ रगडिने क्या अब जति रगडे पनि अब म धेरै रुन्थ्यो त त्यति रुन्थ्यो अनि त्यही भएर भाग्थ्यो नि ननुहाउने हात नधुने अनि भाग्थ्यो खायो अनि भाग्यो यो शीतलहर भनेर भन्छ यो चाहिँ खासमा के हो शीत हुन्छ नि शीत पानीको बर्सात जस्तै चाहिँ टप 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 चाहिँ छुइने त्यसपछि चाहिँ एकदम कुहिरो लाग्ने त्यो भनेको शीतलहर हो 3वटा कम्बिनेसन हुन्छ त्यहाँ एकदम कुहिरो लाग्ने एकदम चाहिँ हावा चल्ने एकदम चाहिँ त्यो वर्षा जस्तै टप टप छुइने र एकदम चिसो लाग्ने त्यो भनेको शीतलहर हो अब बेला छ शीतलहरको हामी हिजो एउटा सिराहाकै गाउँ गयौँ होइन त्यो गाउँमा चाहिँ एकजनाले चाहिँ अस्ति भर्खर ज्यान गुमाउनु भएछ शीतलहरले गर्दा हो भनेर भन्नुहुन्थ्यो अब लगाउने लुगा ओढ्ने जुन कपडा र सुत्ने घर र खाने कुरा यहाँ चाहिँ घाँस बाँस र आवासकै अवस्था जहाँ कमजोर छ शून्य छ त्यहाँ के हुन्छ त होला हामी बिहान यो एउटा मुसर बस्ती गयौँ होइन बिहान हामी 6 बजेतिर पुग्दाखेरि एकदमै धेरै यो पराल बालेर तापेर बसिराख्नु भएको रहेछ अब जुन न्यानो कपडाहरूको ब्ल्याङ्केटहरूको कुरा आउँछ त्यो थोरैसँग हुन्छ घर चाहिँ अब त्यो पुरै चाहिँ हावा आउने जाने त्यस्तो खाले हुन्छ त्यही भएर रातभर त जसो तसो काट्छ तर 2-3 बजे 4 बजे बिहानै त्यो परालको आगो बालेर के गर्छ भने बालबच्चा सहित त्यो परालको आगो ताप्ने गर्छ त्यसले चाहिँ अलि चाहिँ झिङ्गो आश हुन्छ कि चिसो नलागोस् अब बालबच्चाहरू सानो नानीहरू चाहिँ चौरीतिर गइसक्यो होला खेततिर त्यो टिपेर ल्याउँछ पराल अनि त्यो पराल ल्याएर अनि बाल्ने हो घर आएपछि उपाय शीतलहरबाट बस्ने के हुन सक्ला अब सबभन्दा त त्यो आगो बाल्ने दाउराको होस् या परालको होस् होइन अब जे चाहिँ स्थानीय स्रोत साधन छ जे एभाइलेबल छ जे हामीसँग हुन्छ हाम्रो समुदायसँग हुन्छ त्यसलाई नै अब त्यो परालको आगो या त दाउराको आगो बालेर चाहिँ त्यसरी छल्ने हो त्यसलाई अलिकति हावा घरमा नपसोस् भनेर अलि लिपपोत माटोकै भए पनि होइन त्यसलाई के गर्नु लिपपोत चाहिँ गरेर त्यो दुलोहरू जुन हुन्छ भाँचेको हुन्छ त्यसलाई चाहिँ ठिक गरेर त्यसलाई चाहिँ हावाबाट बस्ने अब त्यो परालको ओछ्यान चाहिँ अलिक मोटो लगाएर त्यही सुत्ने सकभर चाहिँ अब चिसो अत्यधिक चिसो भएको बेला चाहिँ घरबाट ननिस्किने घरमै बस्ने सकभर चाहिँ मनतातो पानी खायो भने राम्रै हुन्छ यतातिर के हुन्छ भने बासी खाने बढी चलन हुन्छ कि त्यस्तो चाहिँ गर्नु भएन तातै तातै खाने पूर्व तयारीको लागि चाहिँ स्रोत साधनको साथसाथ चाहिँ चेतनाको पनि आवश्यकता पर्छ होइन तर मिनिमम स्ट्यान्डर्डलाई पनि अपनाएर चाहिँ अलिकति चाहिँ भए पनि झिङ्गो आश भए पनि चाहिँ गर्न सकिन्छ कोही मान्छे अब हामी जस्तो तन्दुरुस्त भए पनि अब बेलुका सुतेपछि राति चाहिँ अलिकति बढी चिसो भयो भने चाहिँ बिहान चाहिँ कठ्याङ्ग्रिएको अवस्थामा पनि फेला पर्ने होइन मृत्यु नै हुने खासमा किन त्यस्तो हुन्छ थाहा पाइँदैन र त्यसरी चिसो भएको अब सुतेछ होइन अब राति ल ठिकै छ यतिकै लुगामा अब जाडो कट्छ होला भन्ने जस्तो लाग्छ अब सुतेपछि राति के हुन्छ भने चिसो बढेर आउँछ त्यो जाडो काट्नको लागि या त न्यानो हुनको लागि त्योसँग त त्योभन्दा मोटो लुगा पनि त हुनु पर्यो नि अनि के हुन्छ भने त्यसमै चाहिँ त्यसले के गर्छ भने प्रयास गर्छ त्यही चिसोलाई म छलु तर त्यस्तो होइन वास्तविकता त्यो होइन जब अत्यधिक चिसो बढ्दै जान्छ शरीरका विभिन्न अङ्गहरू फोक्सा मुटु काम गर्न छोड्दै जान्छ बिस्तारै अनि मान्छे के हुन्छ त स्वतः चाहिँ एउटा चाहिँ स्थिर अवस्थामा पुगेर त्यसको मृत्यु हुन्छ सरकारी निकाय र गैर सरकारी निकाय र विभिन्न सङ्घ संस्थाहरू स्वयंसेवक समाज सेवकहरू चाहिँ सहयोग चाहिँ दिइरहेको हुन्छ गरिरहेको हुन्छ र अहिले पनि गरिरहेछ अब जुन कुरो चाहिँ वितरण गर्यो त्यसको ट्रेसिङ हुँदैन के मैले दिएको चाहिँ ब्ल्याङ्केट मैले दिएको चाहिँ कम्बल 5 जनाले त्यसमा अटाउन सक्छ कि सक्दैन एक अर्को कुरो जुन गुणस्तरको मैले न्यानो लुगा दिइरहेको छु यो अत्यधिक चिसो बढ्यो भने यो त्यसलाई ठेक्न सक्छ कि सक्दैन मैले चाहिँ 1 वर्ष फलानु ठाउँमा 2 वर्ष पहिला दिएको थिएँ अब यो वर्षमा फलानु ठाउँमा दिन्छु तर त्यो 2 वर्षमा त त्यो त लुगा रहिरहँदैन नि त च्यातेर जान्छ नि अनि त्यसको ट्रेसिङ भएन के जुन ब्ल्याङ्केट अब अहिले चिसोमा दिन्छ अहिले त जाडो छ ब्ल्याङ्केट ओढ्ने हो परेको बेला त्यसलाई ओछ्याउने पनि हो अनि त्यो कति दिन टिक्छ त टिक्दैन
गाउँलेहरू डाक्टर दिलीप सदासँग आफ्नो कुरा सुनाउन उत्साहित देखिन्थे। की भेल? हवा मार देलकै तैया सुनाब छी भए। हवा मार देलकै? ए कोन में हवा मारने है? कोन में? टांगे दुनू में 4 दिन छली मरले। एक बार दवाई करन दिसे लागल हमर बेटा। दुनू टांग में? हाथ? हाथ ने उठे आब। पकड़ू कैसे? पकड़ू। चल सके कि नहीं चल सके छिए? चल सच लटपटाइए क्या? यो प्यारालाइसिस भएछ अनि दुईटैतिर हो यो चाहिँ। खेतमा पानी ल्यायो नुहायो, त्यसपछि बिरामी भयो। गाउँमा 3-4 हजारको औषधि गरायो, त्यसपछि प्यारालिसिस जस्तो भयो। बाहिर लग्यो, मसित पैसा थिएन, यसको गहना थियो, मङ्गलसूत्रहरू मिल्यो, बन्दकी राख्यो, कर्जा लिएर खर्च गरेर अहिलेसम्म बचाएको छु। अनि ठिक भएन आमालाई त्यसपछि पनि? छैन, सिधा हस्पिटल गयो, उसले एउटा सर्टिफाई गर्यो, त्यसको अपाङ्ग परिचय पत्र ग वर्गको दिएछ। ग वर्गमा केही यसले पाउँदैन सरकारी रकम कलम कुनै सुविधा। यस्तो छ यो चाहिँ खासमा हैन पक्षघात भन्छ हैन, प्यारालाइसिस भन्छ, स्ट्रोक भन्छ यसलाई हैन। ठंडा बढ़ गेलैए बुझलिए ने? हाँ, कनी कपड़ा उपड़ा स्वेटर लगा के रहू, टोपी लगा के रहू, चद्दर ओढ़ू, बुझली कि ठंडा बसिया बरतिया भात सब नहीं खेबै, गरम गरम खाना खेबै, नून कम खेबै, प्रेशर ये अहाँ के, चीनी वाला चीज सब नहीं खेबै, आलू नहीं खेबै, घी छाली ई सब नहीं खेबै, ई सब नहीं खेबै, बुझलिए? आ ठंडा से बच के रहबै, ठंडी बढ़ै है, आदमी सब के दिक्कत होय छै। सिर्फ खेबै आंगन में बैठल हबे, और बेटो नहीं हरबे, नहीं पुतो हरबे, मत कोई नहीं हरबे। एक लोटा पानी उठा के नहीं पिए सके छी, हमरा त पिएबे न करे, गाह्रो छ। बरबाय न दे पानी त पिए छी। पाइपबाट पानी ल्याइदिन्छु पिउनलाई, टोयलेट समातेर टोयलेटमा बसाइदिन्छु। शीतलहर अकस्मात आइपर्ने विपद होइन, हरेक साल आउँछ। वर्षेनी यहाँका बासिन्दालाई दुःख दिन्छ, कति कतै ज्यानै लिन्छ। त्यसो हुँदा जिल्ला विपद व्यवस्थापन समितिले यस्ता विपदबाट हुने क्षति कम गर्न के गर्छ त? अनि यस्ता विपदबाट प्रभावितहरूलाई जोगाउने उपाय के हुन्छ त? यिनै प्रश्नहरूको जवाफ खोज्न म पुगे सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कन्नेल कहाँ। तल भर्खरै हामी आउँदाखेरि पनि कम्बल बाडेको देखियो। यो के अहिले केही कार्यक्रम गरिरह हो र यहाँ? अति जोखिममा परेको विपद पीडित, खास गरेर अहिले शीतलहरी प्रभाव, जाडो प्रभाव हुन सक्नेहरूको हकमा उहाँहरूलाई न्यानो कपडा सर्भिस। विपदको कुरा गर्नुभयो, विपदमा पनि अझ शीतलहरी तराईमा साह्रै दुःख दिन्छ है। जहाँ विपन्नता छ र जहाँ चेतनाको अलिकति न्यूनता छ त्यहाँ निश्चित रूपमा प्रभाव पार्छ। हामी यो बरियारपट्टिको एउटा गाउँमा पुगेका थियौँ। त्यहाँ अस्ति भर्खरै एकजना 25 वर्षको उमेरको एकजनाले ज्यान गुमाएको शीतलहरीले भन्ने चाहिँ त्यहाँको परिवारले भन्नुहुँदै थियो। जुन बरियारपट्टिमा भन्नुभयो या कल्याणपुरको पनि हामी कहाँ आएको छ होइन, त्यसको अनुसन्धानको क्रममा छ। उहाँहरूलाई चिसोकै कारणले उहाँको मृत्यु भयो भनेर भन्न सक्ने अवस्थामा हामी अलि पुगिसकेका छैनौँ। तपाईँहरूको निकायले चाहिँ यो शीतलहरीको लागि के गरिरहेछ काम चाहिँ? सिराहाको हकमा शीतलहरी पूर्व तयारी तथा प्रतिकार योजना गएको कार्तिक 19 गते नै हामीले पास गऱ्यौँ र यसको रिपोर्टिङ हामीले सबैतिर गऱ्यौँ र सबै स्थानीय तहलाई यो अनुसार गर्न उपयुक्त हुन्छ। होइन हामी छुट्टै बनाउँछौँ भन्नुहुन्छ भने पनि यहाँहरूको लागि एउटा गाइडलाइन मार्गदर्शन हुनसक्छ भनेर पठाइसकेका थियौँ। तयारीमा चाहिँ के पर्छ त? समयमै आफ्नो चाहिने कुराहरूको जोहो गर्ने, नम्बर 1 भेन्टिलेसन अलिकति राख्ने, बन्द कोठामा घोरानहरू बालेर नसुत्ने, मादक पदार्थको सेवन नगर्ने, अनि सुत्केरी गर्भवती र बालबालिकाहरूलाई जोगाउने, तातो चिजहरू खाने, रुगाखोकीबाट बच्ने, त्यस्तो लागेको अवस्थामा नजिकको स्वास्थ्य युनिटमा गएर आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारी स्वास्थ्य निकायहरूबाट निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउने। जम्मा हामीले ठुलो काम गरेका छैनौँ। 9 बुँदामा पूर्व तयारी र प्रतिकारलाई व्यवस्थित गरेका छौँ। उदाहरणको लागि 1 मा चिसो तथा शीतलहर पूर्व तयारी र पूर्व प्रबन्ध सम्बन्धी बैठक बोलाउने, हुनेले नहुनेलाई कम्तीमा एउटा नयाँ कपडा दिउँ भन्ने अभियानलाई हाम्रो कार्ययोजनाभित्रै समावेश गरेका छौँ र स्वास्थ्य सम्बन्धी समस्यालाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने। आगो यदि कसैले बाल्छ भने निभाउने जिम्मेवारी पनि उहाँहरूको हुन्छ भनेर हामीले कार्ययोजनामा राखेका छौँ। समस्या के छ भने दिनभरि काम गर्दा 700-800 रुपियाँ एउटा श्रम गर्नेले कमाउँछ। यहाँ भने 700-800 बाट खान बचाउन पुर्याउन परिवार पाल्न पनि मधेसमा लगभग पुग्छ। तर अब त्यही 700-800 मा 1 किलो मासु किनिदिने
2 बोतल रक्सी किन्ने अनि त्यो जसले किने उसैले खाइदिने, घर परिवारलाई नहेर्ने अवस्था त छ नि। त्यो उपभोग्य संस्कृतिको अभाव छ। म उहाँहरूलाई दोष दिन्न, हामी नै लिन्छौँ। यसको वैवाहिक सम्बन्ध रहन्छ, आय आर्जनसँग आबद्ध गर्नुपर्छ, मानिसको आचार व्यवहार संस्कार परिवर्तनसँग यसलाई आबद्ध गर्नुपर्छ, चेतनाको स्तर बढाउनुपर्छ। त्यस्तो अवस्था आउने सङ्केत देखियो भने पहिलो त्यो घर परिवारले रेस्पोन्ड गर्नु पर्यो, दोस्रो छिमेकीले गर्नु पर्यो, तेस्रो वडा वा स्थानीय तहले गर्नु पर्यो। कोही छैन भने हामी छौँ, हामीले गर्छौँ, हामीलाई जानकारी हुनु पर्यो प्रमुख जिल्ला अधिकारीलाई। र यो जानकारी दिने दायित्व भनेको प्रहरीको, सशस्त्र प्रहरीको, सेनाको मात्रै होइन, छिमेकीको आफ्नो पनि हो। कतिजना मान्छे हिजै मलाई फोन गर्नुभयो एकजनाले, सिडिओ साहब फलानु मान्छेहरूले कम्बल डिमान्ड गरिरहेछन्, 8 जनालाई पठाइदिँदैछु भन्नुभयो एकजनाले। ल ठिक छ, 8 जनालाई पठाइदिनु भयो, तपाईँ पठाउँदै हुनुहुन्छ, राम्रै कुरा हो। तपाईँले चाहिँ कतिजनालाई दिँदै हुनुहुन्छ भनेर सोधेँ, अनि उहाँले 8 जना पठाउनु भएन। अत्याधिक जाडो होस् वा गर्मी, प्रभावित हुने त कमजोरहरू नै हुन्। सिराहा जिल्लामा मात्र यो वर्ष घुर ताप्ने क्रममा 6 जना गम्भीर घाइते भएका छन् भने चिसोको कारणले 1 जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनले सिराहामा यो वर्ष शीतलहरबाट प्रभावित हुन सक्ने परिवार संख्या 12,000 भन्दा बढी भएको आकलन गरेको छ। शीतलहर जस्ता विपदको सामना गर्नका लागि स्थानीय सरकारको पूर्व तयारी चाहिँ के छ त? हामीले निर्वाचित भएको साल 15 लाखको कम्बल बाँड्यौँ। यसपालि पनि अब विपन्न फेरि त्यस्तै वृद्धहरूको लागि भनेर अस्ति नि एउटा छलफल भयो। अनि मैले अधिकांश यहाँ त जङ्गल छेउमा भएकोले गर्दा दाउरा पनि ल्याएर ताप्छन् र अब चोकमा यसो गर्न यात्रुहरू पनि बाटोमा मोटरसाइकलबाट हिँड्ने कठ्याङ्ग्रेको हुन्छ, यसो आगो ताप्छन् भनेर अनि दाउरा ल्याएर चोकमा राखिदिने अनि आगो बाल्ने, त्यो त्यसरी गर्ने गरेछ। कम्बल बाँड्ने भन्नुभयो, यो चाहिँ वर्षौनी गर्नुहुन्छ? वर्षौनी गरे छैनौँ, हामीले निर्वाचित भएको साल बाँड्यौँ 15 लाखको कम्बल। अनि यो जिल्लाले पनि कम्बल दिन्छ यसो 100-150 जति, तर त्यो कम्बल राम्रो हुँदैन, पातलो हुन्छ, कामै नलाग्ने हुन्छ, दिएको जस्तो हुन्छ, त्यसै पनि छ अलिअलि होला गत साल दिएको। शीतलहरीको तपाईँहरूले केही पूर्व तयारी पनि गर्नु भएको छ? त्यसो अलिकति घाम कम लाग्न थालेपछि जाडो बढेपछि तयारी गर्छौँ हामी। त्यही हो, बाँड्ने कम्बलहरू सबै बाँड्ने, त्यही दाउरा साउराको त्यही हो। अर्को वर्षको लागि अहिले नै तयारी गर्नुपर्छ? पैसा विपद शीतलहरी विपद व्यवस्थापन भनेर छुट्याउँछौँ पैसा। हाम्रो नगरपालिकाको सामर्थ्यले 50 लाख रुपियाँ विपद व्यवस्थापनको लागि भनेर छुट्याएको। 1,48 लाख रुपियाँ हाम्रो कोरोनामा खर्च भयो। अब हामीलाई बजेट छैन। अब फेरि माथिबाट पनि अब यसपालि त्यस्तै माथिदेखि तलसम्म यही अवस्थाको छ। हाम्रो सामर्थ्यले भ्याएसम्म हामीले गरेको छौँ। त्यही माथि यस्तो अलिकति यस्तो समुदायहरूमा त झन् अब यो घरहरू हेर्दाखेरि पनि यो घरहरूले चिसो छेल्छ त, ढोका पनि देख्दिनँ म त। यस्तै छ, अलिक कुनापट्टिबाट सोध्छन्, दुःख छ, निकै दुःख छ। हाम्रो सामर्थ्यले भ्याउँदैन, हामीले एउटा घरमा गएर गर्नलाई बजेटले भ्याउँदैन। इच्छा छ तर त्यो इच्छा पुरा गर्न सकेको छैन बजेटको कारणले गरेर हो। यो छोटो यात्रामा मैले चिसो बढेसँगै गाउँ बस्तीमा बिहान बेलुकै घुर ताप्दै बसेको देखेँ। जाडोमा ज्यान त जोगाउनै पर्यो, तर न्यानो हुन आगो ताप्दा आगलागीको डर पनि त उत्तिकै छ। यो समस्या सिराहा, सप्तरी, कपिलवस्तु लगायत तराईका बढी प्रभावित 11 जिल्लाहरूमा उत्तिकै देखिन्छ। सामान्य असावधानीले धेरै पटक आगलागीको घटना भएका र जनधनको क्षति पनि भएको खबरहरू बारम्बार आउने गरेका छन्। त्यसो हो भने शीतलहरबाट जोगिने ढुक्कको उपाय के हुन सक्ला? उपयुक्त सुझाव सल्लाहलाई हामी सम्बन्धित ठाउँसम्म पुर्याउने र बहस गराउने प्रयत्न गर्नेछौँ। तपाईँ हामीलाई DHUKKA ढुक्क लेखेर फेसबुक, युट्युब र ट्विटरमा भेटाउन सक्नुहुनेछ। आजको लागि म निर्मला लिम्बू सहित ढुक्क टोलीलाई बिदा दिनुहोस्। नमस्कार।